नमस्कार। प्रदेश नम्बर 7 को पहिलो टेलिभिजन एसटीएस टेलिभिजनमा कार्यक्रम विशेष कुराकानीको प्रखाइमा बस्नुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु। कार्यक्रम प्रस्तावना राजधानी र हामी विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। समय सन्दर्भ व्यक्ति विषय विचारमाथि हामी सधैँ विश्लेषण गर्छौँ। यहाँहरू सबैलाई थाहा छ, खास गरी हामी समाजका हरेक विषयवस्तुमाथि हामी चर्चा परिचर्चा र बहस गरिरहन्छौँ। र आजको यो विशेष कुराकानीमा हामी पछिल्लो समय 15 पटक समेत अनसन बस्दा यो सरकारले, विगतका सरकारले निरन्तर रूपमा एग्रिमेन्ट गर्दै गयो र विभिन्न चिकित्सा क्षेत्रसँग जोडिएका विधेयकहरू, खास गरी यसभन्दा पूर्वको देउबा सरकारले अध्यादेश मार्फत संसदमा छिराएको जुन विधेयक छ, उक्त अध्यादेशलाई चाहिँ परिमार्जित गरी टोरमोड गरी सम्बन्धन दिने कुरा, काठमाडौँ भ्यालीभित्र 10 वर्षसम्म कुनै पनि मेडिकल कलेजलाई इजाजत नदिने कुराहरू उल्लेख गरिएको थियो। तर अहिलेको सरकारले उक्त विधेयकलाई टोडमोटोड गरेर सम्बन्धन दिने कुरा, चिकित्सा शिक्षासँग जोडिएको अत्यन्त महत्त्वपूर्ण विधेयकलाई जोडेर पछिल्लो समय डाक्टर गोविन्द केसी 15औं पटक अनसनमा बसे। तर झन्डै 2 साता बित्दा समेत अहिलेको सरकार, कम्युनिस्टको सरकारले 2/3 मतको दम्ब देखाएको छ। तर दम्बकै आधारमा भन्यो भने कयौँ सरकार घुँडै टेक्छन्, कयौँ सरकारलाई जनताले घुँडै टेकाए। तर यतिखेर स्वस्फूर्त रूपमा विभिन्न सङ्घ संस्था, विभिन्न युवाहरू र त्यसै गरी मेडिकलहरूमा कार्यरत, खास गरी सरकारी अस्पतालमा कार्यरत डाक्टरहरू, खास गरी मेडिकल एसोसिएसनको रूपमा चाहिँ काम गरिरहेका, डाक्टर एसोसिएसनमा काम गरिरहेका विभिन्न सङ्घ संस्थामा आबद्ध व्यक्तित्वहरूले यतिखेर आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ। 1 घन्टे इमर्जेन्सी बाहेक अन्य सेवा सुविधाहरू बन्द गरे। आज कालो पट्टी चाहिँ हातमा बाँधेर पनि उहाँहरूले विरोधका कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ भने विभिन्न चरणमा आन्दोलनका कार्यक्रम भइरहेको छ। झन्डै 2 साता बित्दा जुम्लामा बसेर आमरण अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अत्यन्तै नाजुक र जटिल बन्दै गएको छ। यो परिस्थितिमा सरकारले किन सुन्न सकेन? दबाब नपुगेकै हो त? वास्तवमै अहिलेको सरकारले चिकित्सासँग जोडिएको, खास गरी स्वास्थ्यसँग जोडिएको यो उक्त विधेयकलाई किन बलमिचाइको रूपमा, किन जबरजस्त रूपमा चाहिँ संसदभित्रै पेश गर्न खोजिरहेको छ? किन डाक्टर गोविन्द केसीलाई बचाउन चाहन्न अहिलेको सरकार? यावत सन्दर्भमा धनगढीमा पनि विगत केही दिनदेखि निरन्तर रूपमा उहाँहरूले कहिले विभिन्न आन्दोलनका कार्यक्रम क्यान्डल जलाउनु भयो, कहिले विरोध सभाहरू गर्नुभयो, त कहिले हस्ताक्षर कार्यक्रम गरेर डाक्टर गोविन्द केसीको जीवन रक्षा र उहाँले राखेका मागलाई सम्बोधन गर्नुपर्छ भनेर निरन्तर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सङ्घर्षका कार्यक्रम मार्फत सरकारलाई ध्यानाकर्षण गराइरहेको युवा दबाब समूहका एकजना नेतृत्वकर्ता संयोजक आज हामीसँग हुनुहुन्छ, चुन्नु केसी। उहाँलाई म वेलकम गर्छु। केसीजी नमस्ते, वेलकम। नमस्ते यहाँलाई। सर्वप्रथम त म नवराज धाङजीलाई धन्यवाद दिन चाहन्छु। स्वस्फूर्त युवा दबाब समूहको संयोजकको नाताले म र यसरी हामीले उठाएको माग डाक्टर गोविन्द केसीको समर्थनमा यहाँले हामीलाई एसटीएस टेलिभिजन मार्फत राख्ने मौका दिनुभयो, यसको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। विगत 3-4 दिनदेखि भनौँ अझ अगाडिबाट तपाईँहरू सङ्घर्षका कार्यक्रम, स्वस्फूर्त रूपमा युवाहरू सडकमा आएका छन्। तपाईँहरूले विभिन्न कार्यक्रमका मार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभयो, यहाँको स्थानीय प्रशासनलाई पनि घचघचाइरहनु भएको छ। डाक्टर गोविन्द केसी निरन्तर 2 साता हुन लाग्यो जुम्लामा बसेर 15 पटक समेत लगाएर भनौँ न 15औं पटकसम्म यसरी अनसनमा बस्नु भएको छ। सरकारले मागै सुनवाई गर्दैन। तपाईँहरूले आन्दोलनका कार्यक्रम के सार्वजनिक गर्नुभएको छ पछिल्लो समय? हामीले विगतदेखि आज हाम्रो 5औं दिनको आन्दोलनको कार्यक्रम स्वस्फूर्त युवा दबाब समूहद्वारा हामीले सुरु गरेका हौँ र पहिलो दिन हाम्रो प्ले कार्ड सो र त्यसपछि फेरि हाम्रो दीप प्रज्वलन कार्यक्रम भएको थियो क्याम्पस रोडमा। त्यसपछि र हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छौँ र आज हामी बसिसकेपछि आजसम्म हाम्रो हस्ताक्षर कार्यक्रम छ र जिल्ला प्रशासनमा गएर हामीले जिल्ला सिडिओ मार्फत हस्ताक्षर अभियान बुझाउने अभियान छ। आजको कार्यक्रम त्यो रहेको छ। त्यसपछि आउँदो कार्यक्रमहरू चाहिँ हामीले फेरि सशक्त रूपमा, यदि सुनवाई भएन भने, सरकारले यो मुद्दालाई सुनवाई गरेन भने चाहिँ हामी सशक्त रूपले अगाडि जाने। विद्वान व्यक्तिहरू, विद्वान मान्छेहरू जसले समाजलाई चाहिँ डोर्याइरहनु भएको छ, जसले नेतृत्व गरिरहनु भएको छ, ती चुप छन्। एकजना युवा चुन्नु केसी किन सडकमा? सही भन्नुभयो, यो कुरा जायज भन्नुभयो। अब यहाँले सर्वप्रथम म के भन्न चाहन्छु भने विद्वान, शिक्षित
शिक्षक सबै वर्गहरू, म यस टेलिभिजन मार्फत नै सबैलाई आग्रह गर्न के चाहन्छु भने यो समस्या भनेको डाक्टर केसीले उठाएको समस्या भनेको उहाँको माग भनेको हामी 3 करोड नेपालीको लागि हो। एकचोटि सोच्नुहोस् त, घरमा तपाईँहरू बसिरहनु भएको छ, सबैले आफ्नो तर्फबाट क्षेत्रबाट सोचिदिनुहोस् डाक्टर केसीले उठाएको माग स्वास्थ्यप्रति हो र त्यो स्वास्थ्य भनेको सम्पूर्ण आम नेपाली जनतालाई चाहिने चिज हो र त्यो हामीलाई त्यसको लागि लडिराखेको मान्छेलाई हामी सबैले समर्थन गर्नुपर्छ। यो त्यस जायज माग हो, डाक्टर गोविन्द केसीको जायज माग हो भनेर हामीले स्वस्फूर्त युवा समूहहरूले, अरू सबै युवाहरूले मलाई अगाडि लाग्दिनु पर्यो दाइ भनेर भन्नुभयो र हामी अगाडि लागेका हौँ र हामी अझ सशक्त रूपले अगाडि जान्छौँ र यो माग सुनाइ हुनुपर्छ भन्ने हाम्रो माग हो। स्वास्थ्य जस्तो संवेदनशील, मैले भनिसकेँ यहाँलाई, फेरि पनि म भन्छु, जस्तो संवेदनशील उसमा क्षेत्रमा सरकार मौन भएर बसिरहँदा हामी निर्वाचनको बेला मत हाल्न जान्छौँ, ठुला राजनीतिक दलका झन्डा बोकेर जान्छौँ, तर अहिले हाम्रो जायज माग हाम्रो स्वास्थ्यको लागि तपाईँ र मेरो छोराछोरी बिरामी भयो, मैले लाने कहाँ, तपाईँ हामीले लाने कहाँ, एकपटक सोचिदिनुहोस्। त्यसैले हाम्रो आन्दोलन जारी छ र हामीलाई साथ दिनुहोस्, आउनुहोस्। शान्तिपूर्ण लोकतन्त्रमा शान्तिपूर्ण आफ्नो विरोध राख्न पाइन्छ। हामीले सभ्यताका साथ भव्यताका साथ यो आन्दोलन अगाडि बढे। कसरी आयो चुन्नुजी तपाईँमा? किनभने विद्वान, मैले भने अघि पनि, समाज परिवर्तन गर्ने नेतृत्वकर्ताहरू हुँदाहुँदै, पोलिटिकल पार्टीका कार्यकर्ताहरू हुँदाहुँदै तपाईँ स्वस्फूर्त रूपमा सडकमा आउनु भएको छ। तपाईँको इन्ट्रेस्ट के हो? विद्वान मान्छे, शिक्षित मान्छे, तर उहाँहरूलाई मैले कुन नजरले विद्वान भन्ने? हाम्रो देशको समस्या, हामी नेपाली जनता गरिब भन्ने शब्द कति सजिलो छ, यहाँ गरिबमाथि कति राजनीति गरिन्छ, तर वास्तविक गरिबको समस्या गरिबलाई नै थाहा छ, कति पीडा हुन्छ भन्ने थाहा छ। त्यो हजुर तपाईँले पनि स्मरण गर्नुभएको होला कि भनेपछि हामीले कसलाई हामीले विद्वान भन्ने? एउटा एकजना व्यक्तिले जसको विवाहित हुनुहुन्न, अविवाहित हुनुहुन्छ र उहाँ चाहिँ 3 करोड नेपालीको स्वास्थ्यको निम्ति गरिबको छोरा डाक्टर पढ्न पाउनु पर्यो। अहिले डाक्टर पढ्नलाई झन्डै 1 करोडौँ रुपियाँ लाग्छ भने एकजना किसानको छोरा ट्यालेन्ट छ तर ऊ डाक्टर पढ्न पाउँदैन, उसलाई आर्थिकले रोक्छ भने उसले पढ्न पाउने कि नपाउने? पाउनुपर्छ। र उसले पढ्न नपाएर यहाँ धनी बुवाका छोराहरूले राजनीतिक पावरले गर्दा डाक्टर बन्ने र बनिसकेपछि एउटा शिक्षित ट्यालेन्ट मान्छे पछि हुने र तपाईको पैसाको भरमा र राजनीतिक दबावको भरमा अगाडि ऊ चाहिँ डाक्टर हुने र उसले दिएको सेवा के हामीलाई प्रभावकारी हुन्छ त? तपाईँ र मलाई, म त कुनै पटक कुनै बेला म यदि बिरामी हुन्छु भने मलाई यहाँको अस्पतालको भरोसा लाग्दैन। के तपाईँलाई लाग्छ? तपाईँ पनि यहाँ पनि बिरामी हुनुभयो होला, धेरै पटक बिरामी हुनुभयो होला। एकचोटि सोच्नुहोस् त, हाम्रो छेउछाउमा हाम्रो नजिकमा भएका अस्पतालहरूको नेपाल सरकारको जसमा लगानी छ करोडौँ, म महेन्द्रनगर पनि बसेँ, मेरो बसाइ महेन्द्रनगर पनि हो, बेलौरी पनि हो र म धनगढी पनि बस्छु। र म तपाईँलाई यसै टेलिभिजन मार्फत म के जानकारी गराउन चाहन्छु भने महाकाली अञ्चल अस्पतालमा झन्डै यहाँ 10-15 करोडभन्दा माथिको बजेट आउँछ, तर अहिलेसम्म त्यहाँ डाक्टर नियुक्ति हुनुभएको छैन। जो अहिलेसम्म चाहिँ एकजना, म सानैदेखि त्यहाँ एकजना डाक्टर चौधरी हुनुहुन्थ्यो, त्यस्तो अवस्था छ। र म 7 नम्बर प्रदेशको राजधानी म छु, धनगढी भनेको 7 नम्बर प्रदेशको राजधानी हो, यहाँलाई पनि थाहा भएकै कुरा हो। त्यसरी म राजधानीमा बसेको छु, म गर्व गर्छु राजधानीमा बसेको छु। तर हाम्रो स्वास्थ्य राजधानीमा बसे जस्तो छ त? धेरै टाढा हामी नजाउँ, सेती अञ्चल अस्पतालको अवस्था हेर्नुहोस्, डाक्टर हुनुहुन्न, यहाँ भिड हुन्छ, 9 जिल्लादेखि मान्छे आउँछन् अनि यो यति ठुलो जनसङ्ख्या, प्रदेश नम्बर 7 को जनसङ्ख्या टोटल 7 लाख। मलाई केही चेन्ज गरौँ, समाजलाई पनि परिवर्तन गरौँ भन्ने तपाईँको मेरो सोच, त्यो सोच। युवाहरू अहिले जसरी तपाईँले स्वस्फूर्त रूपमा सडकमा ल्याइरहनु भएको छ, विभिन्न विरोधका कार्यक्रमहरू गरिरहनु भएको छ, युवाहरूलाई कसरी तपाईँले सम्पर्कमा ल्याइरहनु भएको छ यो कार्यक्रमहरूमा? अहिले एउटा के छ भने हेर्नुहोस्, समय पहिले जस्तो रहेन। युवाहरू शिक्षित हुनुहुन्छ र उहाँहरूले कुरा बुझ्नुहुन्छ, यो कुरा गलत हो, यो कुरा सही हो भनेर उहाँहरूले बुझ्नुहुन्छ र स्वस्फूर्त रूपमा उहाँहरूले मलाई सहयोग गर्दै हुनुहुन्छ र आफै आउँदै हुनुहुन्छ। मलाई गर्व छ। पहिला म एउटा दिनबाट आज 4औं-5औं दिनसम्म कस्तो चेन्ज पाउनुभयो? सहभागिताको कुरा गरौँ न, स्वस्फूर्त रूपमा तपाईँको दबाव कार्यक्रममा चेन्ज जति मैले आशा गरेको थिएँ, जति मेरो मनले भन्छ, जति मैले तपाईँहरूलाई भन्न खोजेको छु त्यति चाहिँ भएको छैन, तर पहिलेभन्दा सुधार चाहिँ भएको छ। जुन हिसाबले हुनुपर्ने हो, सबैजना नेपाली धनगढी नगरवासी आम दाजुभाइ तथा दिदीबहिनीहरू यस आन्दोलनमा सहभागी भइदिन पर्ने हो, किनभने यो तपाईँ हाम्रो
गहन स्वास्थ्यको सवालमा छ हो। यो व्यक्तिगत सरकारकै कुरा छैन। हामी यो समाज यदि परिवर्तन गर्न चाहन्छौँ, हामी बसेर मोबाइलमा तपाईँ र मैले बसेर फेसबुक चलाउँछौँ र राम्रा कुराहरूलाई लाइक गर्छौँ, नराम्रा कुराहरूलाई नराम्रो भन्छौँ, तर वास्तविक जीवनमा हामी त्यसलाई किन अँगाल्दैनौँ? स्वस्फूर्त रूपमा मान्छेहरू आउँदा रहेछन् त? तपाईँलाई कतिको गाह्रो अप्ठ्यारो भयो त? यो यस्ता कार्यक्रमहरू, खास गरी डाक्टर गोविन्द केसीको माग अत्यन्त जायज छ, हामी पनि भन्छौँ, किनभने उहाँहरूले आम गरिब किसान दाजुभाइका छोराछोरीले सस्तो सुलभ शिक्षा प्राप्त गर्न पाउन् र मेडिकल शिक्षा उहाँहरूले पढ्न पाउन् दूरदराजमै बसेर भनेर प्रत्येक प्रदेशमा अब विश्वविद्यालय या भनौँ मेडिकल कलेज खोलिनुपर्छ, जुन उद्देश्यका साथ उहाँले काठमाडौँ भ्याली बाहेक बाहिर पनि खोल्नुपर्छ भन्ने दबाब दिइरहनु भएको छ। यो माग एउटा बाटो भयो, तर यस्ता यी कार्यक्रमहरूमा 15 पटकसम्म अनसन बस्नुपर्ने बाध्यात्मक परिस्थिति, बेला बखतमा सरकारले एग्रिमेन्ट गर्छ, गरिदिने फेरि सरकार नै हो, विगतका सरकारले एउटा एग्रिमेन्ट गर्छ, फेरि अर्को आउँछ, फेरि अर्को आउँछ, गरी मात्र रहने, कार्यान्वयन हुँदैन। हेर्नु सुन्नुजी, तपाईँलाई थाहा छ होइन? अहिले हेर्दा तपाईँहरू स्वस्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ, यो गर्दा मान्छेहरू त्यतिकै सहभागी हुँदा रहेछन् त? मान्छेहरू कन्सेप्ट के पाउनुभयो, के प्रतिक्रिया दिन्छन्? आफूलाई पनि हुन्छ नि, किन मैले यस्तो कार्यक्रम मैले मात्र गर्नु पर्यो? यत्रो मान्छे हिँडिरहेको हुन्छ, बोलिरहेको हुन्छन्, यत्रा मिडिया छन्, यत्रा राजनीतिक दलहरू छन्, उनीहरूले नबोल्ने अनि एकजना युवाले चाहिँ बोल्ने भन्ने पनि हुन्छ होला नि कहिलेकाहीँ मनमा। हजुर, त्यस्तो मलाई त्यस्तो चाहिँ लाग्दैन, किनभने मेरो खुनमा भनेको वास्तविक मेरो समाजसेवा हो। म नितान्त समाजसेवाको लागि निस्केको मान्छे। म परिवर्तन चाहन्छु। म झुटो त्यो बोलीमा मात्र होइन, म चुन्नु केसी मेरो विगत, म आज 35 वर्ष भएर मेरो विगत हेर्नुहोस्, मेरो पृष्ठभूमि हेर्नुहोस्, यदि मैले कुनै ठाउँमा गलत गरेको छु भने त्यो छैन। र मलाई त राम्रै भन्छु, तर मेरो ठाउँमा गएर, मेरो क्षेत्रमा गएर तपाईँहरूले यहाँहरूले सोध्न सक्नुहुन्छ चुन्नु केसी कस्तो मान्छे हो त। म व्यक्तिगत परिचयतिर पनि जाउँ सानो, म खुसलराम केसीको छोरा, निर्वाचन क्षेत्र नम्बर 1 कञ्चनपुर, बेलौरी वार्ड नम्बर 10 को म स्थायी बासिन्दा हुँ। र मेरो बुवाले पनि राजनीति पञ्चायतकालको नेता हुनुहुन्थ्यो र उहाँले पनि, मैले के सिकेँ भने मेरो परिवारमा, मेरो समाज, मेरो उसबाट चाहिँ मबाट हुने सहयोग, यो समाजलाई मैले वास्तविक के दिन सक्छु। त्यसैले र मैले दिने कुराहरूमा त्यो मन व्यवहार र फरक हुन्छ। बोलीमा एउटा, त्यो व्यवहारमा एउटा कार्यान्वयनमा चाहिँ हुँदैन, मैले धेरै देखेँ। तर मलाई अरूसँग मतलब चाहिँ हुँदैन। म यो देशलाई परिवर्तन गर्न चाहन्छु, वास्तवमै परिवर्तन गर्न चाहन्छु र राम्रा कुराहरूलाई समर्थन गर्छु र नराम्रा कुराहरूलाई विरोध गर्छु। त्यसैले जुन कुरा अहिले भन्नुभयो हजुरले यहाँ आन्दोलनको कुरा, त्यसैले म आफूलाई त्यस्तो चाहिँ मान्दिनँ होइन। आन्दोलनमा आउँदै हुनुहुन्छ, शिक्षित मान्छेहरू आउनुहुन्छ, हस्ताक्षर पनि हाम्रो झन्डै 1000 जनाको भइसकेको छ आजको दिनसम्म। र हामीले प्रशासन मार्फत प्रधानमन्त्री कार्यालय बुझाउने कार्यक्रम छ र शिक्षित मान्छेहरू केही बुझेको यो समाजमा केही गरौँ भनेर सोच्ने, अलिकति देशप्रति माया भएको युवाहरू चाहिँ आउनु भएको छ, बुवाहरू, बुढो मान्छेहरू। तपाईँ खिन्न हुनुहुन्न त्यसो भए? डाक्टर गोविन्द केसीको मागमा जुन किसिमको समर्थन प्राप्त गरिरहनु भएको छ, यसले तपाईँलाई हँसाइरहेछ, अर्थात् तपाईँलाई बल प्राप्त भइरहेछ? एकदम यसमा म हौसलित छु, म उत्साहित छु। र म के भन्न चाहन्छु भने यसै यही टेलिभिजन मार्फत सम्पूर्ण युवाहरूलाई अबको जिम्मेवारी भनेको युवाको हो, अबको राजनीति भनेको युवाको हो। राम्रले पढे लेखेको मान्छेले राजनीति गर्नुपर्छ। र हामीले निर्वाचनमा, नेपालमा हामीले निर्वाचनमा मत दिएर पठायौँ। विगतमा चाहिँ आज डाक्टर गोविन्द केसी 15औं पटक अनसन बसिराख्नु भएको छ र जुम्लामा बसिराख्नु भएको छ है। र जुम्ला जस्तो ठाउँमा नेपाल सरकारले निषेधाज्ञा जारी गर्यो। ल हेर्नुहोस् है, मलाई त लाज लाग्छ। र एकजना जनताको लागि लड्ने, र नेपाल सरकार भनेको जनताको प्रतिनिधि होइन, निर्वाचनबाट गएर निर्वाचित भएर गएको जनताको प्रतिनिधि हो कि होइन? होइन हो भन्नु पर्यो। यदि डाक्टरको के होइन भने गोविन्द केसीलाई गलत भन्नु पर्यो, होइन भने उहाँको माग पुरा गर्नु पर्यो। र विगतमा भर्खरै निर्वाचन हाम्रो स्थानीय निकाय निर्वाचन भयो, प्रतिनिधि सभाको भयो, संसदीयको भयो। र संसदीयको निर्वाचनमा ठिक मङ्सिर 9 गते म भन्न चाहन्छु आदरणीय दाई नारद मुनि राणाजीले भन्नुभएको थियो। त्यसभन्दा अगाडि चाहिँ हाम्रो डाक्टर आर्जु राणादेवालले भन्नुभएको थियो कि सेती अञ्चल अस्पताललाई 300 को शय्याको बनाउँछु भनेर मन्त्रीमण्डलबाट मैले गराइसकेँ भन्नुभयो उहाँले है। म तपाईँहरू दुवैजनालाई रेस्पेक्ट गर्छु, म एउटा युवा हुँ र तपाईँहरूले एकचोटि आफ्नो मनलाई सोचिदिनुहोस्, तपाईँहरूले गरेको बाचा यहाँ पुरा भयो कि भएन। त्यसपछि डाक्टर आर्जु राणादेवालले भनिसकेपछि चाहिँ 300 को भन्नुभयो। त्यसपछि डाक्टर के अरे हाम्रो नारद मुनि राणा वाम गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यज्यू उहाँले के भन्नुभयो भने होइन यसलाई त कहाँ अञ्चलको बनाउने, यसलाई त प्रदेश स्तरीय हस्पिटल बनाउनुपर्छ भनेर भन्नुभयो। तपाईँ हामीले नै ताली बजाएका हौँ, मैले पनि मतदान गरेको हुँ।
3 पटक आज मैले मतदान गरिसकेँ यो सरकारलाई र मेरो सरकार जिम्मेवार हुने कि नहुने मलाई मेरो सरकारले के दियो त र आम जनताको एकजना तपाईँहरूले त दिनु भएन तर युवाहरूले यसरी हामीले उठाएको रहेको आवाजहरूलाई तपाईँ किन दबाउन खोज्दै हुनुहुन्छ तपाईँले यो माग पुरा गर्नुपर्छ जनताहरूको माग पुरा गर्नुपर्छ होइन भने भोलिका दिनहरूमा फेरि निर्वाचन हुन्छ तपाईँहरूले कमाएको पैसा मलाई पनि पैसा कमाउने मन लाग्छ तर कतिसम्म कमाउनु ओके चुन्नुजी ब्रेकमा जान्छौँ हामी ब्रेकपछि फेरि कुराकानीलाई जोड्छौँ आदरणीय दर्शक महानुभावहरू आजको यो विशेष कुराकानीमा हामी चुन्नु केसी एकजना स्वस्फूर्त युवा दबाव समूहका नेतृत्वकर्ता संयोजक हुनुहुन्छ चुन्नु केसी उहाँसँग खास गरी हामी डाक्टर गोविन्द केसीको आमरण अनसनको विषयलाई लिएर उहाँहरूले दबावका कार्यक्रमहरू निरन्तर गरिरहनु भएको छ यति गर्दा समेत अहिलेको सरकार कानमा तेल हालेर सुतेको देखिन्छ यो सरकार सुतिरहँदा यस्ता दबावका कार्यक्रममा स्वस्फूर्त सहभागिता कसरी हुँदैछ यावत सन्दर्भमा हामी कुराकानी गर्दैछौँ कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छौँ आदरणीय दर्शक महानुभावहरू पनि यहाँहरू सम्पूर्णलाई स्वागत छ यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम विशेष कुराकानी यहाँहरू हेर्दै हुनुहुन्छ र आजको यो विशेष कुराकानीमा हामी डाक्टर गोविन्द केसी एकजना वरिष्ठ चिकित्सक जो त्रिवी अस्पतालमा कार्यरत हुनुहुन्छ उहाँ जनताको स्वास्थ्यसँग सम्बन्धित रहेको अत्यन्तै महत्त्वपूर्ण चिकित्सा विधेयकलाई लिएर आमरण अनसन बस्नुभएको छ जुम्लामा विगत 2 सातादेखि उहाँ अनसन बस्दा सरकारले उहाँको मागै सुनवाई गरेन तर उहाँको स्वास्थ्य अत्यन्तै नाजुक बन्दै गएको छ र यो परिस्थितिमा विभिन्न स्वस्फूर्त दबाव समूहहरू निरन्तर उठिरहेका छन् विभिन्न सङ्घ संस्थाहरू विभिन्न युवा समूहहरू आइरहँदा धनगढीमा विगत 3-4 दिनदेखि निरन्तर दबावका कार्यक्रमहरू आयोजना गर्दै आएको स्वस्फूर्त युवा दबाव समूहका नेतृत्वकर्ता चुन्नु केसी हामीसँग हुनुहुन्छ उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्छु पुनः स्वागत छ चुन्नुजी अब कुरा गरौँ डाक्टर गोविन्द केसीले उठाएका मागका सन्दर्भमा राज्यले सुनेन झन्डै 2 साता हुन लाग्यो स्वास्थ्य अत्यन्तै नाजुक बनाएको छ सरकारले किन सुनेन जस्तो लाग्छ आम जनतालाई एउटा युवा भएको नाताले तपाईँ प्रेसर त दिँदै हुनुहुन्छ सरकारले के भन्दै आएको छ तपाईँहरूले पनि सुन्दै आउनु भयो होला भने 2/3 मत हामीसँग छ एकजना व्यक्तिले सिकाउन मिल्दैन एकजना व्यक्तिले सिस्टम कसरी बनाउने हो कस्तो विधेयक ल्याउनुपर्छ र कसरी सञ्चालन गर्नुपर्छ मेडिकल भनौँ न सञ्चालन गर्ने स्वीकृति दिने सरकारले हो व्यक्तिले होइन भनेर सरकारले दम्ब दिइरहेछ नि त यसलाई कसरी हेर्नु भएको छ सरकारको बोलीलाई कसरी हेर्नु भएको छ तपाईँले बोलीलाई चाहिँ म कसरी लिन्छु भने हामीले तपाईँहरूलाई निर्वाचित गरेको त्यो अपेक्षाको साथ होइनौँ र हामीले सबै नेपाली जनताले एउटा सरकार भनेको लिडर हो नेतृत्व हो र नेतृत्वबाट हामी 3 करोड नेपाली जनताले त्यो आशा लिएका छैनौँ तपाईँहरूले त्यो एउटा आफ्नो पदीय त्यो गरिमामय पदमा बस्नु भएको छ एउटा मर्यादित पदमा बसेको व्यक्तिहरूले त्यस्तो कुरा गरेको सुहाउँदैन र हामीबाट तपाईँहरूबाट हामीले त्यस्तो आश पनि राखेका छैनौँ र त्यो हास्य कलाकार जस्तो नगरिदिनुहोस् एउटा गहन विषय हो यो स्वास्थ्य भनेको तपाईँ हाम्रो लागि हो तपाईँले पनि शपथ खानुभएको छ यो राष्ट्रको निम्ति म केही गर्छु र माटोको कसम खाएर जनताहरूको निम्ति राम्रो काम गर्छु भनेर जानुभएको हो भने 2/3 राम्रो काममा 2/3 मत प्रयोग गर्नुहोस् न त्यो 2/3 गलतको लागि किन गर्दै हुनुहुन्छ हास्य कलाकारले गर्ने भूमिकामा तपाईँहरू हुनुहुन्छ र तपाईँहरूको भूमिकामा हास्य कलाकार हुनुहुन्छ यो अलि तर राज्य भन्छ बरु डाक्टर गोविन्द केसीलाई झुकाएर छोड्छु हामी झुक्दैनौँ उहाँको माग सुन्नै हुँदैन उहाँको स्वास्थ्य चाहिँ बरु हेरिन्छ भन्ने जस्तो कुराहरू आएको छ नि पहिले उपचार गर्ने त्यसपछि उहाँसँग वार्ता गर्ने भन्ने छ हजुर अब विगतमा गरिएका सम्झौताहरू 14औं पटक जुन अनसनमा थियो शेरबहादुर देउवाजी प्रधानमन्त्री हुँदा पास भएको विधेयक जो नेपालका विज्ञहरू बसेर बनाइएको स्वास्थ्य सम्बन्धी स्वास्थ्य क्षेत्रमा विगत लामो समयदेखि काम गरेर बनाएको विधेयक केदार भक्त माथेमा लगायतज्यूले दिएको त्यो विधेयक पारित हुनुपर्छ हाम्रो माग त्यही हो हैन र तपाईहरुले यसरी यो ढिपी गर्नुभयो मान्नु भएन भने हामी हाम्रो तर्फबाट हामी लाग्ने छौं र जस्तै चुन्नुजी एउटा कुरा आम पब्लिकले एउटा बुझ्नु पर्ने बुझाउनु पर्ने तपाईको दायित्व पनि हो तपाईलाई के लाग्छ डाक्टर गोविन्द केसीको माग यदि सुनवाई भयो भने आम सुदूरपश्चिमली जनताले के प्राप्त गर्छन् माग पूरा भएन भने डाक्टर भएन हैन भयो भने चाहिँ सुदूरपश्चिम हैन समग्र यो राष्ट्रले किसानको छोरा हामी एउटा
सबै विपन्न वर्गको व्यक्तिले पनि ट्यालेन्ट मान्छेले किसानको छोराले पनि डाक्टर पढ्न पाउँछ र शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार हुन्छ। गाउँघरमै स्वास्थ्य पाइन्छ, हस्पिटलमै पाइन्छ, स्वास्थ्य चौकीमा पाइन्छ। अहिले मैले अघि भनिसकेँ प्रदेशको राजधानीमा बसिरहेको छु म, तर यहाँ औषधि उपचार छैन र म टाढा त गएकै छैन। बजाङमा दूरदराजमा एउटा सिटामोल पाएको छैन, छोडिदिनुहोस् ठुलो कुरा त। सबै कुराहरू हुन्छ र पहिलो कुरा गरिबको छोरा डाक्टर हुन्छ। दोस्रो कुरा हामी घर नजिकै बसेको ठाउँमाबाट हामीले स्वास्थ्य पाउँछौँ र म पहाडतिर त गएकै छैन। मलाई दुःख लाग्छ, मलाई आफैलाई दुःख लाग्छ। यति ठुलो समस्या छ। मैले भनिसकेँ यो हस्पिटलमा त यो प्रदेश स्तरीय अस्पताल बन्नुपर्छ र दूरदराजमा सबै ठाउँमा डाक्टर गोविन्द केसीको माग चाहिँ काठमाडौँ बाहेक खोल्नुपर्ने हो, बाहिर गाउँघरमा दूरदराजमा भने त्यो माग गलत त छैन। त्यसैले सम्पूर्ण आम नेपाली जनता, गरिब जनताहरू सबैलाई स्वास्थ्य क्षेत्रमा पहुँच हुन्छ। त्यसले हामी सुदूरपश्चिमेली 7 नम्बर प्रदेशवासीलाई मात्र होइन कि सम्पूर्ण यो राष्ट्रलाई फाइदा हुन्छ। चुन्नुजी, वाम गठबन्धनको सरकार आएसँगै जनताले जुन विश्वास गरेका थिए अब देश विकासको गति लिन्छ, समृद्धि हुन्छ, तर एकजना स्वतन्त्र नागरिक, एकजना चिकित्सकले उठाएको माग सरकारले सुन्दैन। कानमा तेल हाले सुत्या जस्तो देखिन्छ, सुत्या हो कि जिउँदैछ कि अलिकति फरक किसिमको यो देखिन्छ। गठबन्धनको सरकार आएसँगै अधिनायकवादको झझल्को आउन थाले हो, त्यसो भए के लाग्छ यहाँलाई? अब अहिलेको नेपाल सरकारको, अहिलेको वाम गठबन्धन सरकारको रवैया देख्दा, क्रियाकलाप देख्दा त्यस्तै छ। तर तपाईँहरूले त्यस्तो नगरिदिनुहोस्, गलत नगरिदिनुहोस्। सबैभन्दा ठुलो भनेको जनता हो, कानुनभन्दा माथि कोही पनि छैन, होइन? भोलि फेरि निर्वाचन हुन्छ, जनताहरूले देखिरहेका छन्, तपाईँहरूलाई निहालिरहेका छन्, तपाईँहरूको व्यवहारप्रति सबै रुष्ट छन् र हामीले पनि हाम्रो क्षेत्रबाट हेरिरहेका छौँ तपाईँहरूलाई के गर्दै हुनुहुन्छ। विगतमा तपाईँको घोषणापत्रमा के स्वास्थ्य क्षेत्रलाई तपाईँहरूले समावेश गर्नुभएको छ। एकचोटि आज गएर म फेरि पनि यहाँहरूलाई अवगत गराउन चाहन्छु र स्मरण गराउन के चाहन्छु भने तपाईँहरूको घोषणापत्रमा के लेख्नुभएको छ, स्वास्थ्य क्षेत्र सम्बन्धी सुधार छ कि छैन भनेपछि तपाईँहरूले घोषणापत्र अनुरूप त हिँडिदिनुहोस् र हाम्रो प्रेसर त तपाईँहरूलाई छँदैछ। हामी त भनि नै राखेका छौँ। त्यसैले तपाईँहरू यो अधिनायकवादतर्फ नजानुहोस्, भोलि फेरि निर्वाचन हुन्छ। त्यहीमा अब चुन्नुजी, धेरै जनताले हेर्दै हुनुहुन्छ, तपाईँहरूको कार्यक्रम पनि भइरहेको छ, सरकारले सुनवाई गर्ला नगर्ला एउटा विषय छ, त्यो विषय फरक पाटो भयो। तर स्वास्थ्य बचाउनु पर्ने एउटा सरकारको दायित्व हो, जीवन रक्षा गर्नुपर्छ। त्यसका लागि धनगढीवासी, सुदूरपश्चिमवासीलाई यहाँको आग्रह अनुरोध के छ? यो कार्यक्रम जस्तो तपाईँहरूले गरिरहनु भएको छ डाक्टर गोविन्द केसीको मागको सन्दर्भमा सबैले बुझ्नु भएको छ, नबुझेको कोही छैन, तर उहाँहरू सडकमा आउन चाहनुहुन्न। प्लिज यहाँले के भन्नुहुन्छ? ल, म सम्पूर्ण यो टेलिभिजन हेरेर बसिराख्नुभएका सम्पूर्ण महानुभावहरूलाई, दाजुभाइ तथा दिदीबहिनीहरूलाई, धनगढी नगरवासीहरूलाई म के भन्न चाहन्छु भने एकपटक सोच्नुहोस्, यो स्वस्फूर्त युवा दबाव समूहहरूले गरेको डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलन, यो उहाँको माग पुरा होस् भनेर हो। उहाँको माग भनेको तपाईँ हाम्रो भविष्य सन्तानको निम्ति, तपाईँ हाम्रो लागि, तपाईँ हाम्रो बुवाको निम्ति औषधि उपचार, स्वास्थ्य सजिलो होस् भनेर उहाँको मुद्दा भनेको सम्पूर्ण तपाईँ हाम्रो मुद्दा हो। त्यसैले आफ्नो क्षेत्रबाट हामीलाई सहयोग गरिदिनुहोस्। डाक्टर गोविन्द केसीको आन्दोलनलाई सहयोग गरिदिनुहोस्। डाक्टर गोविन्द केसीको आन्दोलन भनेको तपाईँ हाम्रो हो, यसमा हाम्रो पनि जिम्मेवारी हुन्छ। हामी एउटा कर्तव्य जिम्मेवार नागरिक हौँ यस देशका। यो देशको माटोलाई माया गर्नुपर्छ, राम्रो कुरालाई हामीले समर्थन गर्नुपर्छ, नराम्रो कुरामा विरोध गर्नुपर्छ। थ्याङ्क यू सो मच चुन्नुजी, बडो महत्त्वपूर्ण समय दिनुभयो। तपाईँहरूले उठाएको मागलाई राज्यले पनि सुनोस्, एउटा दबाब तपाईँहरूले क्रिएट गर्दै हुनुहुन्छ। यो दबाबलाई सकारात्मक रूपमा उग्र नहुन दिनुहोस्, एउटा पोजिटिभ शान्तिपूर्ण रूपमा तपाईँहरू प्रेसर क्रिएट गर्नु। सरकारले पनि डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गरिदियोस्, हामी पनि चाहन्छौँ। बडो महत्त्वपूर्ण समय दिएर आउनुभयो। तपाईँ जस्तो एउटा युवा स्वस्फूर्त रूपमा कुनै एउटा भनौँ न स्वार्थ नै नभइकन तपाईँ सडकमा आउनुहुन्छ, सङ्घर्ष गरिरहनु भएको छ। यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, यहाँलाई पनि धन्यवाद। र हाम्रो स्वस्फूर्त युवा दबाव समूहको डाक्टर गोविन्द केसीका मागहरू आम दाजुभाइ तथा दिदीबहिनीहरूमा आज यहाँले राख्ने मौका दिनुभयो, यसको लागि नवराजी हजुर लगायत एसटिएस टेलिभिजनलाई म स्वस्फूर्त युवा दबाव समूहको तर्फबाट संयोजकको नाता म चुन्नु केसी संयोजकको नाताले म चुन्नु केसीको तर्फबाट धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू सो मच। आदरणीय दर्शक महानुभावहरू, आजको यो विशेष कुराकानीमा हामीले स्वस्फूर्त युवा दबाव समूहका संयोजक चुन्नु केसीसँग रहेर कुराकानी गऱ्यौँ। खास गरी पछिल्लो समय डाक्टर गोविन्द केसीले उठाएका जुन मेडिकल सम्बन्धीका, चिकित्सा विधेयक सम्बन्धीका
विभिन्न मागहरू छन्। ती मागको सन्दर्भमा रहेर विगत 2 सातादेखि डाक्टर गोविन्द केसी जुम्लामै बसेर आन्दोलनका कार्यक्रम अन्तर्गत उहाँ आमरण अनसनमा हुनुहुन्छ। सरकारले अहिलेसम्म उहाँको मागको सुनवाईको गर्न सकेको छैन भने उहाँको अनसन तोड्ने कुनै किसिमका वार्ता समिति उहाँको अनसनलाई तोड्ने प्रयास नगरिरहँदा युवा दबाव समूहले निरन्तर युवाका दबाव कार्यक्रमहरू गरिरहँदा हामीले यसै सन्दर्भमा रहेर डाक्टर गोविन्द केसीका मागका सन्दर्भमा राज्यले किन सुनवाई गरेन, किन सरकार सुतेको छ, एकजना चिकित्सकको एकजना नागरिकको ज्यान बचाउनु पर्ने सरकारको दायित्व हो या होइन, यावत सन्दर्भमा रहेर हामीले कुराकानी गऱ्यौँ। हेरिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा क्यामराम्यानसँगै आजलाई म पनि बिदा माग्छु। हवस्, नमस्कार।